सो ब्युटिफुल पिपल सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु हैन यहाँनिर दाइको साइकल छ अब साइकल मैले नकिनिन्जेलसम्म चाहिँ दाइको साइकल युज गर्छु आजको मौसम हेर्दाखेरि चाहिँ पुरै बादल लागिरहेछ हैन अनि मैले वेदरको त्यो पनि हेरेको छैन क्या पानी पर्छ कि पर्दैन घाम लाग्छ कि लाग्दैन त्यो नहेरिकन हिँड्ने अलिअलि चिसो चिसो जस्तै छ है बादल पुरै ढाकिरहेछ लेट्स गो यो चाहिँ बाटो हैन यहाँदेखि साइकलमा जानु चाहिँ मलाई लगभग छिट्टो अलि स्पिड चलायो भने मलाई 10 मिनेट हैन नभए त बिस्तारै गयो भने अब 15 मिनेट जस्तो लाग्छ यहाँबाट कलेज चाहिँ 1.9 किलोमिटर छ लगभग 2 किलोमिटरै भनौँ न हैन अनि अहिले चाहिँ स्कुलमा जाने आउने मात्रै भइरहेछ हैन यो मेरो सेकेन्ड डे हो अनि फर्स्ट डेमा चाहिँ गयो अब हैन सबैजना नयाँ अब केटाहरू पनि कोही नचिन्ने अब बिस्तारै साथीहरू बनाउँछु हैन बिस्तारै साथीहरूलाई पनि ब्लगमा चाहिँ ल्याउने छु अनि यति भन्दै म चाहिँ अब कलेज गइसकेपछि भेटौँला है त गाइज जनताहरुमा चट्ट लागेर काको सकेर म चाहिँ हैन काकोबाट फर्किसक्यो हैन अब गएर खाइन्छ काकोमा आज त्यस्तो साह्रो खासै केही कुरा भएन JLPT को एउटा अगन भयो अनि त्यसपछि ओफोको आयो आज गएर अलिअलि कामहरू छ खाना खाएर म देखाउँछु तपाईहरुलाई है यसरी बितिरहेछ जिन्दगी साइकल पनि खोज्नु पर्ने छ साइकल खोजेको छैन दाइको साइकल चलाइरहेको छु अहिले भोक लागिसक्यो भन्दा चाहिँ त्यही हो बिहानै अहिले के खानु होइन भोक लाग्यो गएर खाना खाएर बाहिर निस्क्यो भने त्यतिखेर भेटौँ है त गाइज